एज अ बारिस्ता एक्सपिरियन्स केही पनि चाहिँदैन तपाईँहरूलाई। सबै यहाँ आएर कम्पनीले दिन्छ, ट्रेनिङदेखि लगेर सबै कुराहरू। अरू हेलो नमस्ते एभ्रिवान, सबैजनालाई स्वागत छ होइन फेरि पनि मेरो नयाँ भिडियोमा। नयाँ भिडियो भन्दा पनि फर्स्ट ब्लग भन्नुपर्छ। मैले 2 सर्टहरू हालेको छु, तपाईँहरू हेरेर यसो चेकआउट गर्न सक्नुहुन्छ होइन। हाल म साउदी अरबियादेखि हो, एक्ज्याक्ट म साउदी अरबियामा अनि कफी सपमा काम गर्छु होइन। सबैजनाले चेकआउट गर्न सक्नुहुन्छ। अनि इन्ट्रेस्टेड हुनुहुन्छ भनेपछि होइन, एज अ बारिस्ता साउदीमा आउँदै हुनुहुन्छ भनेपछि कृपया कमेन्ट उता जुन ठाउँमा पनि मेरो एक्सपिरियन्स अनुसार होइन तपाईँहरूलाई दिलदेखि नै म सिकाउने छु, हरेक कुराहरू होइन भन्ने छु। त्यही भएको कारणले गर्दाखेरि कृपया भिडियोलाई अनि के अरे लाइक सेयर गर्न चाहिँ नभुल्नु होला होइन। अनि सब्सक्राइब पनि गर्नु होला। यसो तपाईँहरूको एउटा सब्सक्राइब साथ सपोर्टले मेरो हौसला मिल्नेछ भन्न चाहन्छु होइन। त्यसपछि लगेर साउदी अरबियामा चाहिँ अहिले वारले गर्दाखेरि एकदमै समस्या भइरहेको छ होइन। अब त्यस्तो खासै समस्या त भएको छैन, खासै हल्का फुल्का एट्याकहरू गरिरहेछ अरे भन्ने कुरा सुनिरहेको छु होइन। पोलियोमा काहीँ अलिक बढी चर्कियो भनेपछि अनि केही समस्या हुनसक्छ तपाईँहरूलाई आउन जानमा होइन। त्यो कुरामा चाहिँ हल्का ध्यान दिनु होला। तर पैसा पहिले माग्ने यताउति दलालको पछाडि लाग्नु भएको छ भने चाहिँ काहीँ पहिले पैसा माग्ने एडभान्स यताउति गर्छ, त्यो चाहिँ नगर्नु होला। एक्ज्याक्ट जति आउँछ पैसा भिजा आइसकेपछि र फिक्स टिकट आइसकेपछि मात्रै पैसा दिनु होला सबैहरू भन्न चाहन्छु होइन। अनि दलालहरूलाई सकेसम्म मेन पावरमा जानु होला सबैजना। अनि त्यहाँबाट नै तपाईँहरूको व्यवस्था राम्रो गर्छ उनीहरूले। भोलि बिहान केही भयो भने पनि उनीहरूले हरेक कुराहरू तपाईँहरूलाई गरिदिन्छ। त्यो भएको कारणले गर्दाखेरिमा डिमान्ड चाहिँ दामी गइरहेछ केटाहरू सबैजनाले। कफी एड्रेसदेखि हो, एज अ बारिस्ता एक्सपिरियन्स केही पनि चाहिँदैन तपाईँहरूलाई। सबै यहाँ आएर कम्पनीले दिन्छ, ट्रेनिङदेखि लगेर सबै कुराहरू। अरू के हुन्छ कस्तो कस्तो हुन्छ होइन, म नेक्स्ट भिडियोमा हाल्नेछु। तपाईँहरूले मन पराउनु पर्यो, भिडियोलाई राम्रोसँग साथ सपोर्ट गरिदिनु भयो भनेपछि म एज अ बारिस्ताको तपाईँहरू सबैलाई जे जति हुन्छ यहाँ चलिरहेछ भित्र बाहिर जे जस्तो हुन्छ यहाँको नियम रुल्सहरू सबै कुराहरू तपाईँलाई भन्नेछु। के गर्नुपर्छ सुरुमा सबै कुराहरू भन्नेछु होइन। सबैजना साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। त्यही हो होइन। डिमान्ड गरिरहेको छ, नेपालमा गएको छ भिजाहरू भन्ने। मैले मर्निङमा बनाइरहेको होइन। आज फ्राइडे, आज मेरो कति तारिक भयो के कस्तो भयो, आज फर्स्ट टाइम हो मैले आज भिडियो बनाएर मैले साँझ मैले अपलोड पनि गर्नेछु होइन। जो जति गर्नुभएको छ कृपया साथ सपोर्ट दिनु होला होइन। रेगुलर तपाईँहरू बारिस्ता साउदी अरबिया या त कुन ठाउँमै जाँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ भनेपछि तपाईँहरूलाई एकदमै साथ मिल्नेछ, सपोर्ट हुनेछ यो भिडियोदेखि, मेरो भिडियोबाट भन्न चाहन्छु। सबैजनाले सब्सक्राइब गर्नु होला, धन्यवाद। अनि कम्पनी एकदमै राम्रो छ होइन। कम्पनीले अलिक मेन पावरले अलिक ठग्न सक्छ, अलिक धेरै पैसा खान सक्छ। त्यस्तो नगर्नु होला होइन। धेरै चर्की पनि नगर्नु होला, राम्रोसँग कुरा गरेर अनि त्यस्तै मिल्ने कुराहरू गर्नु होला। भनेको 1 वर्षको कन्ट्र्याक्ट छ होइन यो कम्पनीमा। 1 वर्षको कन्ट्र्याक्टमा तपाईँ भोलि हेर्न मन परेन, ल म घर चाहिँ जान्छु भने जान सक्नुहुन्छ 1 वर्षमा। अनि हामी आउँदाखेरि त 2 वर्षको थियो होइन। अब 1 वर्ष गरी सब खरच भइसक्यो। अब 1 वर्ष बाँकी छ हाम्रो कन्ट्र्याक्ट। तर बस्ने नबस्ने अब पछि हामीहरू अब अलिक ढिलै निर्णय गर्नुपर्ने हुन्छ। तर ठिक छ, एकदमै राम्रो छ होइन। सबैजनाले आउनु होला, एकचोटि बुझ्नु होला, त्यही हो। अनि यदि तपाईँ आउनुभयो जनालाई होइन मेरो यो च्यानलमा एब्रोड रियालिटीको बारेमा होइन। एकचोटि छोराको जातले विदेश त आउनै पर्ने। नेपालमा जे जस्तो भए पनि मुजी भयो भने त्यहाँ भयो भने पनि हामीले दुःख सङ्घर्ष गर्नुपर्ने अब्रोडमै हो होइन। त्यो भएको कारणले गर्दाखेरिमा तपाईँहरूको लागि अब्रोड रियालिटीहरू के कस्तो हुन्छ मैले बुझेको जानेको एक्सपिरियन्सहरू तपाईँलाई सामान्य म भिडियो मार्फत प्रस्तुत गर्ने नै छु। त्यही हो, त्यही भन्न चाहन्छु। अरू चाहिँ त्यस्तै हो केटाहरू। ल माया छ सबैलाई। आज साउदी अरबिया रियाददेखि होइन एज अ बारिस्ता कफी सपमा काम गर्दैछु म पनि। म तपाईँलाई आज देखाउँछु है त मेरो सप बाहिरभित्र देख्न सक्नुहुन्छ। यो मेरो सप हो पछाडि काम गर्ने ठाउँ। यता मार्क बर्गरको यो छ होइन। बवाल छ होइन, दामी एकदम काम चाहिँ यस्तो बवाल गर्ने हो। डक्टर हुन्छ एकदम दामी छ, खुट्टाहरू छ होइन, डक्टर टेबलहरू यता बस्ने। आज चाहिँ बवाल क्लिनिङ चलिरहेछ। आज फ्राइडे हो, देख्न सक्नुहुन्छ हाम्रो बङ्गाली भाइ के अवस्था मोटामोटी ठिक आछे भाइ, ठिक आछे यहाँ ल चाहिँ हाम्रो भित्र होइन। वो चाहिँ भित्र चाहिँ हामीले भिडियो बनाउनु मिल्दैन होइन, एलाउड छैन। त्यो भएर मैले आउटसाइडमा मात्रै बनाइरहेको छु। त्यही हो, माया छ सबैजनालाई। हामी चाहिँ क्लिनिङमा तिर हो हल्का, त्यही भएर क्लिनिङ गर्छौँ होइन। त्यसपछि चाहिँ हल्का भिडियोहरू बनाएर तिर गएर फेरि भेट्नुपर्ने हुन्छ अनलाइनमा।